केपी ओलीको हातमा देश, गगनको हातमा कांग्रेस र बाँदरको हातमा नरिवल एउटै हुन्छ साथी हो। तर गगन थापाहरुले फेरि कांग्रेस हातमा पर्यो भने म तपाईलाई भन्दिउ, केही समय मैले पनि गगन थापासँग संगत गरेको छु। त्यो रातो पुलमा त्यति 10 लाख तिर्ने त्यो घरबाट के काम भइरहेको छ, त्यो पुलिस हेडक्वार्टर भन्दा पछाडिपट्टिको गगन थापाको अफिस के हो, म तपाईलाई चाहिन्छ भने हिँड्नुस्, म देखाइदिन्छु त्यहाँबाट। त्यत्रा ती 50 लाख भाडा तिर्ने पैसा गगन थापासँग कहाँबाट आइरहेको छ? उनको व्यापार के हो, व्यवसाय के हो? भएका बाख्रा पनि घोटेर खाए, के बेचेर खाए, काटेर खाए भनेर उनी आफै बोलिरहेका छन्। सेकुवा बनाएर खाए, झोल बनाएर खाए भनेर उनी आफै बोलिरहेका छन्। उनको व्यवसाय के हो, उनको आम्दानीको स्रोत के हो, उनले गरिरहेका उनका 50औं जना मान्छेहरू अहिले मैले यसो हेरिरहेको छु त्यहाँभित्र बसेर, रवि लामिछानेका कतै अमेरिकातिर पुरानो कोही गर्लफ्रेन्ड छ कि खोत्त भनेर पठाउँछन्। उनको काम यस्तो काम गरिरहेका छन्। मलाई यति मात्रै चिन्ता छ, गगन थापाहरूसँग नजिक बसेर हेरेको हुनाले उनीले त्यो पुलिसको हेडक्वार्टर भन्दा पछाडिपट्टिबाट जे उनको पनि एउटा सीआईडी को एउटा गुप्तचर टिमले काम गरिरहेको छ नि, त्यो टिमले के काम गरिरहेको छ भन्ने कुरा तपाईले पनि खोज्नु पर्यो। अब त्यो टिमलाई लाखौं रुपैयाँ पैसा लिएर काम गरिरहेका छन्, त्यो टिममा लाख पैसा लिएर काम गरिरहेका छन्। त्यो लाखौं रुपैयाँ पैसा चाहिँ गगन थापासँग कहाँबाट आइरहेको छ? त्यसैले कांग्रेसले दुईटा कुरा छानबिन गरोस्। यदि कांग्रेस साँच्चीकै लोकतान्त्रिक पार्टी हो भने आरजु देउवालाई झापड हान्ने मान्छे को हो भनेर एकचोटि त्यो अस्ति तपाईहरुको आर्काइभमा भएको भिडियो फेरि हेर्नुस् त।